लास्ट टाइम जापान आउँदा आई ह्याड 1 years of visa र त्यसको पिरियड अफ स्टे इट इज गोइङ टु एन्ड अन मार्च दिस इयर र टु कन्टिन्यू फर्दर स्टे इन जापान आई निड टु गेट माई भिजा एक्सटेन्डेड र त्यसको लागि चाहिँ हामी आज नागोया इमिग्रेसन गइरहेछौँ म र 2 जना साथीहरू र नागोया इमिग्रेसन हिँडेको हामी कसरी नागोया पोर्ट पुग्यौँ आई विल सो यु इन दिस भ्लग। तर खतरा हिउँ पऱ्यो क्या यहाँनिर बिहान अहिले पनि परिरहेको छ हिउँ तर अहिले चाहिँ अलिक घाम लागेर त्यस्तो धेरै परिरहेको छैन नभए चाहिँ हिजो रातभरि पऱ्यो त्यही भएर आज पुरै जम्या क्या पछाडि। गाइज हामी तोकाइदोरी स्टेसन पुगेका छौँ होइन यहाँनिर बस पर्खिरहेको छौँ 3 मिनट पछि आउँछ बस चढेर अनि हामी नागोया इमिग्रेसन ब्युरो पुग्छौँ। त्यहाँनिर टोकन लिनुपर्छ होला सायद होइन 2-3 घन्टा वेट गर्नुपर्छ भने जस्तो लागेको छ। हिजो अस्ति एउटा साथी गएको थियो उसको चाहिँ त्यस्तो भयो अरे हाम्रो हेरौँ के हुन्छ चल्ने होला कि फिक्स रुटमा चल्ने रहेछ। इमिग्रेसन अफिस होइन ठ्याक्कै बसबाट झरेर हामी नागोया इमिग्रेसन अफिस छिर्दैछौँ। अब यहाँबाट माथि जाने त्यहाँ टोकन दिन्छ सायद होइन डकुमेन्ट हेरेर अनि त्यसपछि टाइम पर्खेर डकुमेन्ट बुझाएर अनि फर्किने। केटाहरू खोइ के डकुमेन्ट प्रिन्ट गर्नै बाँकी छ अरे अझै त्यही प्रिन्ट गर्न गइरहेछन् केटाहरू चाहिँ। ग्रेप्सको जुस किन नि यो ग्रेप्सको जुस यो ग्रेप्सको जुस बिहान ठिक हुन्छ कि डकुमेन्ट प्रिन्ट गरेर भित्र जाने गएर त्यो डकुमेन्ट देखाएपछि सायद एउटा टोकन दिन्छ टोकन लिने अनि कति टाइम 1-2 घन्टा लाग्छ भन्दै थियो साथीले होइन 1-2 घन्टा लाग्छ होला त्यो पर्खिने एकछिन अनि डकुमेन्ट बुझाएर फर्किने हो होइन। काम त त्यति मात्रै हो अब अरू केही मागेन भने त लगभग त्यही हो काम। क्वेसन त सोध्दैन होला नि त छाप्नेसँग क्वेसन सोध्यो भने छैन हाई बगारी मास्ता भन्छु म त। स्वास जापानिजमा क्वेसन सोध्यो भने के भन्छौ? त्यो दिलीपले भन्दैन सुरुमा आउँदाखेरि इमा नियोङ्गो त्यो आतरासी देश नियोङ्गो जेनजेन बगारीमा छैन जसलाई पनि त्यही चिप्काइन्थ्यो क्या उसले। यो इमिग्रेसनमा भिजा एक्सटेन्सन गर्न चाहिने डकुमेन्टहरू चाहिँ अब हामी चाहिँ खाइसियामा काम गर्छौँ होइन खाइसियाले नै प्रोभाइड गरिदिन्छ कहाँको हो भने चाहिँ त्यही अनुसार अनलाइनमा सर्च गरेर अनि एप्लाई गर्दा हुन्छ। खाइसियामा चाहिँ खासै त्यस्तो केही चाहिँदैन उसले हामीले एउटा फर्म भराएको थियौँ होइन भिजा एक्सटेन्सनको फर्म हुन्छ उसले भर्नमा सिकाइदिन्छ अथवा आफै पनि अनलाइनबाट हेरेर पनि भयो त्यो भरेर खाइसियालाई मेल गरिदिउँ अनि उसले चाहिँ पोस्टको थ्रुबाट चाहिने डकुमेन्टहरू पठाइदियो हामीलाई र अनि हाम्रो चाहिँ 1 वर्ष मात्रै पुगेको भएर ट्याक्सको डकुमेन्टहरू चाहिँ चाहिएन सायद ट्याक्सहरू पनि चाहिन्छ होइन जहाँसम्म मलाई लाग्छ यसपालि चाहिँ चाहिएन। माग्ने चाहिँ खासमा 5 वर्षको तर दिन चाहिँ अब कति दिन्छ अस्तिको पालि 1 वर्षको थियो मेरो भिजा यसपालि अब कति दिन्छ थाहा छैन। हाम्रो काम सकिएको छ होइन रिसेप्सनमा जाने डकुमेन्ट देखाउने त्यहाँ उसले कहाँ जानु भन्छ हामीलाई चाहिँ 2nd फ्लोरको फर्स्ट काउन्टरमा जानु भन्यो होइन त्यहाँ गएर त्यो के भन्छ टोकन लिन भन्छ टोकन लिएर अनि आफ्नो पाली पर्खिने आफ्नो पालीमा जाने डकुमेन्ट बुझाउने सक्यो त्यति हो काम होइन। अनि त्यो त सिम्पल कुरा हो सामान्य प्रोसेस त्यस्तो हुन्छ तर हामीसँग एकजना मान्छे छ उसको प्रोसेस चाहिँ अलिक कम्प्लेक्स हुन्छ है। उसले के गर्यो भने बसो भरे बाहिर निस्किएको थियो टिकट हराएछ फेरि अनि टिकट हराएर ऊ त्यहाँको मान्छेलाई भन्यो टिकट हरायो भन्यो अनि उसले आएर उसको काम गरिदियो होइन के गर खोइ के काम गरिदियो कि सबै काम भयो कि थाहा छैन काम गरिदियो अनि चोत्तो मात्ते पनि भन्यो अरे अनि अर्को के भन्यो अरे ओहारी पनि भन्यो अरे अनि ऊ हामीसँग बाहिर आयो अब सक्यो काम मेरो भनेर अनि बाहिर आएर पनि फेरि भन्छ
जुत्तोमाथि पनि भनेको थियो यार त्यसले अरू पनि काम बाँकी छ कि क्या भनेर फेरि सोध्न गएको छु सो गाइज हामी चाहिँ नागोया पोर्ट जाँदैछौँ होइन फाइनली डिसाइड भएर अलिकति हिँड्नुपर्छ अलिकति हिँड्ने अनि नागोया पोर्ट जाने त्यहाँबाट चिसो छ धेरै बेर नबस्ने सिधै रुम जाने अनि त्यही छ प्लान अहिलेसम्मको चाहिँ अब हेरौँ कति एक्जिक्युट हुन्छ पुगिन्छ कि नै जाडो भइरहेको छ मलाई चाहिँ होइन बिचमै ट्रेन पाइयो भने बिचमै फर्किन सक्छु म के अरे पेन दिएको थियो लेख्नलाई नाम लेख्नलाई भनेर विश्वासलाई पेन दिएको थियो पेन लिएर आइहाल्यो त अनि पछि फेरि फिर्ता दियो केटो अजिब अजिब समस्या छ गाइज होइन हाम्रो चाहिँ The shadows were dancing on the building's golden light when sunset glowed. Bustling streets and busy traffic, walking hand in hand on our way home. The roads were drawn like something certain. Every turn laid out so clear. Felt like love, looked like forever. बिचमा एउटा पार्क रहेछ पार्कमा बसिरहेको छौँ हाम्रो ठाउँमा त हिउँ परेको थियो यहाँ चाहिँ पराएर हिँड्छ तर लास्ट चाहिँ चिसो हावा चलिरहेको हेलो गाइज हाउ आर यु कहाँ याद छ यु आर नट गुड वाइ इज इट सो तोतेमो सामुई देशका र नट गुड देशका But I fear we had a paper town. Look good till the ink ran out. I guess we ended too soon. We painted bright blue skies. You were never truly mine. Our map's been torn in two. This paper town. गाइज यो चाहिँ फुजी सिप हो होइन एन्टार्क्टिका गएको यहाँबाट पहिला नै गएको सिप हो होइन त्यसकै रेकेज चाहिँ के भन्छ यार अवशेष चाहिँ यहाँ राखेको छ होइन यसको प्रोपेलर भयो यो त्यो सिप चाहिँ यो भयो होइन यसको ओनर चाहिँ जापान हो पहिला नै एन्टार्क्टिका गएको थियो अरे क्या यो सिप चाहिँ ड्राइभरको थियो नि ट्याङ्क सायद यो वर्ल्ड वारमा युज भएको यो ट्याङ्क स्याङ्क हो नि क्या हो थाहा भयो नि यहाँ केही न केही त लेखाएको छ नियमको फेरि त्यस्तो खतरा आउँछ हामीलाई ए यो त यो हेर एक्जिट अन्ली छ दिस इज द सिप होइन टिकट बुथ फर फुल इन्ट्रान्स ए फुजी इन्ट्रान्स ए यो पनि छिर्न मिल्दो रहेछ क्या गाइस यो चाहिँ नागोया पोर्ट हो होइन र यो सायद यसको अब्जर्भेसन डेकको बिल्डिङ हो ऊ त्यहाँनिर फुजी सिप छ होइन यहाँनिर त्यो ओरेन्ज कलरको चाहिँ फुजी सिप हो र यो हाम्रो के हो भने पोर्ट एक्वेरियम म्युजियम नागोयाकै डल्फिन सल्फिन्स हो के हुन्छ यसको लागि चाहिँ पुरै प्लानिङ गरेर एक दिन टाइम लिएरै आउनुपर्छ अनि मात्रै हेर्न सकिन्छ हामी चाहिँ त्यो भिजा एप्लाई गरिसकेर एकछिन टाइम बचाएको थियो त्यही भएर मात्रै आयो होइन हेर्दै गर्नुलाई अर्को एक दिन कुनै दिन आउँछौँ यहाँ मलाई एक्वेरियमको डल्फिन चाहिँ हेर्न मन थियो होइन हेलो माई फ्रेन्ड ए उडेन नि क्या यिनीहरूले झ्याउ लागेको छ उड्ने हेलो माई फ्रेन्ड हेलो बडी नियमको देखिमास् का सिगल एउटालाई त समातेर लग्नु पर्यो क्या यार कुदाइरहेको टाउकोमा हान्छ मा यिनीहरूले यो त यही हातमै बस्ला जस्तो तपाईँ
लुली भाइ चिकन रे टाउको बाहिर यार ओए म प्याकेटै दिन्छु अघि पपकर्न खाएर अहिले पानी खाइरहेछन् यिनीहरू पनि सो गाइज हामी चाहिँ अब पोर्टबाट निस्किरहेछौँ रुम जाने हो अब चाहिँ होइन लास्टै चिसो भयो लास्टै जाडो छ आज झन् सो द्याट इज अल फर टुडे थ्याङ्क यू गाइज फर वाचिङ डु सपोर्ट अस विल किप यु इन्टरटेनिङ थ्याङ्क यू गाइज फर वाचिङ